आज विश्वकपको तेस्रो खेल वेस्ट इन्डिजसँग भिड्दै नेपाल। आइसिसी टी20 विश्वकप 2026 अन्तर्गत आज आइतबार नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र वेस्ट इन्डिजको खेल नेपाली समयअनुसार आइतबार बिहान 11:15 भारतको मुम्बई स्थित वानखेडे मैदानमा सुरु हुँदैछ। समूह सीमा रहेको नेपाल अङ्कविहीन रहेको छ भने शीर्ष स्थानमा रहेको वेस्ट इन्डिजले 4 अङ्क जोडिसकेको छ। नेपाल आज पहिलो जितको खोजीमा हुनेछ भने वेस्ट इन्डिज तेस्रो जितसँगै सुपर 8मा पुग्ने लक्ष्यका साथ मैदानमा हुनेछ। पहिलो खेलमा इङ्ल्यान्डले दिएको 185 रनको लक्ष्य पछ्याएको नेपालले 4 रनले चुकेको थियो। नेपालले 20 ओभरको समाप्तिमा 6 विकेटको क्षतिमा 180 रन बनाएको थियो। त्यस्तै दोस्रो खेलमा भने नेपाल कमजोर प्रदर्शन गर्दै इटालीसँग 10 विकेटले पराजित भएको छ। टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले बनाएको 123 रनको लक्ष्य इटालीले बिना विकेटको क्षतिमा भेटाएको थियो। आजको खेलमा सुधारिएको प्रदर्शन गर्दै नेपाल पहिलो जितको खोजीमा हुनेछ। भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गरेको आइसिसी टी20 विश्वकप क्रिकेट 2026 को समूह चरणका 4 खेल नेपालले भारतमै खेल्दैछ। नेपालले सन् 2014 मा बङ्गलादेशले आयोजना गरेको विश्वकपमा पहिलो पटक स्थान पक्का गरेको थियो। नेपालले दोस्रो पटक विश्वकप खेल्न 10 वर्ष लगाएको थियो भने सन् 2024 को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बङ्गलादेश विरुद्ध उत्कृष्ट प्रदर्शन गरी विश्व क्रिकेटमा आफूलाई केन्द्रित बनाएको थियो। अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल 1 रनले पराजित भएको थियो। यसअघि 2 पटक विश्वकप खेलेको नेपाल समूह चरणभन्दा माथि जान सकेको छैन। नेपाल लगातार रोहित कुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ। विश्वकपको समूह सीमा रहेको नेपालले इङ्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गरेको थियो। समूह सीमा नेपालसहित 2 पटकको विश्व विजेता वेस्ट इन्डिज, 1 पटकको विजेता इङ्ल्यान्डसँगै स्कटल्यान्ड र इटाली रहेका छन्। बङ्गलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आइसिसी र्याङ्किङको आधारमा स्कटल्यान्डले अवसर पाएको हो। त्यस्तै विश्वकपमा नेपाली टिममा रोहित कुमार पौडेल कप्तान, दिपेन्द्र सिंह ऐरी उपकप्तान, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलसन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बाम रहेका छन्। साथै समूह सीमा वेस्ट इन्डिज 4 अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने नेपालले फागुन 5 गते स्कटल्यान्डसँग अन्तिम खेल खेल्नेछ।